भनौँ, तर ऊ समानुपातिकमा गएर बस्यो, उसलाई हटाउन सक्नु भएन। जति भ्रष्ट भए पनि तपाईँले हटाउन सक्नु भएन। र सबभन्दा ठुलो विकृति के देखियो भने म सभापति त्यो पार्टीको सपोज मैले टिकट दिएँ, 30 जना जित्ने भयो मेरो पार्टीबाट, 25 जना आफ्नो हालेपछि ऊ जन्मजात संसद दलको नेता भयो। ल हेर्नुहोस् यो विकृति। अब यही लिएर जानुहुन्छ भने स्थिरता हुन्छ कि हुँदैन? तपाईँ विज्ञ राजनीतिक समाजका प्रतिनिधिहरू भविष्यमा चलबल होला, जेनजीका मित्रहरूले सोच्ने कुरा। म चाहिँ स्थिरता देख्दिनँ। तर जाति जनजाति मधेसी भूमिहीनहरूको लागि जुन प्रतिनिधित्वको छ त्यो पनि फेरि जीवित राख्नुपर्ने छ। अब यो बहसलाई लिएर हिँड्यौँ, संविधान संशोधन कसले गर्दैन? किनभने इन्जिनका केही डिब्बाहरू संविधानबाट बाहिर निस्किसकेका छन्, रेलको डिब्बाहरू। अब फेरि त्यो निस्किने कि चुनाव गरेर जाने कि भन्दाखेरि राष्ट्रिय सहमति, एउटा स्थिरताको लागि, सुशासनको लागि, संविधान संशोधनको लागि एउटा राष्ट्रिय सहमति चाहिँ हुनु जरुरी छ। म त आग्रह गर्छु त्यो राष्ट्रिय सहमति जुटाउनको लागि पार्टीहरूलाई पनि साथमा लागेर जेनजीहरूले नेतृत्व गर्नुहोस्, जेनजीहरूले नै त्यसको पहल गर्नुहोस् भन्ने मेरो आग्रह हो। अब यो विषयलाई धेरै चर्काउँ भने यो चुनाव हुँदैन फेरि हेर्नुहोस्। त चुनाव नहुँदा जेनजीका मित्रहरूलाई मेरो अन्तिममा भारी मिसाउने कुरा के हो भने एउटा कलङ्कको हामी शिकार बन्न सक्छौँ, त्यसबाट मुक्त हुनु जरुरी छ। जेनजी आन्दोलनको काबमा टेकेर यो लोकतन्त्रलाई नै फालेर गाइडेड डेमोक्रेसी या निरङ्कुश तन्त्रको स्थापनामा या वंशतन्त्रको स्थापनामा जुन कार्यपत्रले प्रश्न बनेको छ, देश प्रवेश गर्यो भने त्यो भयानक ठुलो दुर्घटना हुन्छ। मैले तपाईँहरूलाई एउटा कुरा भन्नै पर्छ कि भदौ 25 गते बिहानसम्मको एउटा वातावरणमा निर्मल निवास बडो सक्रिय थियो नारायण रेड्डीतर्फ जानको लागि। तर केही अन्तर्राष्ट्रिय फ्याक्टरहरूका कारणले गर्दाखेरि राजनीतिको कोर्स फेरि सबैमा बदलियो। योभन्दा बढी त तपाईँलाई भन्न चाहन्न। फेरि आज निर्णायक नागरिक समाज कृष्ण पहाडी हामी छैनौँ। हाम्रो शक्ति क्षीण भइसकेको छ। हामीले पनि गल्ती गरेका छौँ, मैले गरिनँ होला, तर हाम्रो शक्ति कहाँनिरबाट क्षीण भयो भने हामी छाडा भयौँ विगतमा। हामीले स्वीकारोक्ति गर्नुपर्छ। 2072 सालमा संविधान लागू हुने बेलामा गुरु दक्षिणा मागियो राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कोणबाट। त्यो बेला विखण्डन पनि मानव अधिकार हो भनेर केही नामधारी मानव अधिकार संस्थाहरू जसलाई हामीले परित्यागै गर्नु पर्यो त्यसपछि अभियान गरेको हुनाले मानव अधिकार संस्थाको धेरै ठुलो तागत चित्यो र बदनाम गरियो। नागरिक समाजको नाममा पनि जातीय क्षेत्रीय र विखण्डनकारी एजेन्डामा नागरिक समाजका नाममा वक्तव्यहरू आउन थालेपछि त्यो अखबारमा मात्रै सीमित छ। हामी हाम्रो चाहिँ पुनरावलोकन गरौँ न त। हामी जस्तो हाम्रो नेपालका मानव अधिकार संस्थामा त्यो बेला पनि साथ दियो, इन्सेकदेखि लिएर सबै संस्थाले 72 सालमा साथै दियो यो विखण्डन चाहिँ मानव अधिकार हुन सक्दैन भन्ने। त्यो एकता हाम्रो आज पनि कायम छ। अरू तपसिलका कुराहरू होलान्, तर पहिला त हामी हाम्रा कमजोरीहरू रिभ्यू गरौँ। बलियो हुँदाखेरि हामीले छाडा भएर हरेक इस्युलाई मानव अधिकारको नाममा प्रवेश गराउन खोज्यौँ। त्यसकारण नागरिक स्तरमा धरातल हाम्रो कमजोर भइसकेको छ। म मानव अधिकार समुदायको कुरा गर्दैछु। त्यसैले यहाँहरूलाई फेरि पनि यो जीवन्त बहसमा छलफलमा आमन्त्रण गर्दै मैले 3टा कुरा दोहोर्याएँ। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हुन्छ। वंशतन्त्र, सैन्यतन्त्र कदापि हुन सक्दैन। एकपटक गाइडेड डेमोक्रेसीको चक्करमा परिसकेपछि हामीले पाकिस्तान, इन्डोनेसिया र बर्माबाट पाठ सिक्नुपर्छ। तेस्रो कुरो, नेपालमा चुनाव फागुन 21 गते हुँदैन भनेर जब ऋषि धमलाजीले मलाई लाइभ टेलिभिजन इन्टरभ्यूमा बोलाउनु भयो, जाँदा जाँदै सरकार बन्ने सहमति भयो, बेलुका चाहिँ शपथ ग्रहण हुँदैछ भन्ने र फागुन 21 को चुनाव। मैले यो टेक्निकल कारणले लेखेको 6 महिना फागुन 21 मा चुनाव हुँदैन मेरो मुखबाट निस्कियो। अब किन हुँदैन म भन्न चाहन्न। र वैशाखमा चुनाव हुन सक्छ, सहमति गर्ने हो भने वैशाखमा चुनाव हुन सक्छ, तर त्यसमा संवेदनशील सुरक्षा निकाय र भू छिमेकी भन्छु म को सहमति भयो भने मात्रै, नभए स्थिति जेनजीहरूको पनि नियन्त्रणमा छैन। उहाँहरूले के बुझ्नुपर्छ भने नागरिक आन्दोलनको जुन राप र ताप थियो 2062 को आन्दोलनपछि त्यो क्रमशः क्षीण हुँदै गयो। उहाँहरूको पनि एउटा बिन्दुमा पुगेपछि त्यो क्षीण हुन सक्छ। त्यसकारणले यो राप र तापलाई सुशासनको प्रत्याभूति र डेमोक्रेसीको कन्सोलिडेसनमै खपत गर्नुपर्छ भन्ने मेरो आग्रह हो। अन्तिममा मैले आफ्नो कुरा भने हरे राम भने जस्तो किन हामी सडकमा गयौँ न त? 22 पटक गिरफ्तारी गर्दा पनि शीर्ष नेता भ्रष्ट छन् भनेर ठुलो स्केलमा किन गयौँ त भन्दा हामी कानियौँ। एक, हामीले बारम्बार भन्यौँ कि स्थिति हाम्रो नियन्त्रणमा छैन। हामी आह्वानकर्ता भयौँ भने यति ठुलो विस्फोट हुन्छ कि त्यो विस्फोटले हामीले ल्याएको लोकतन्त्र पनि खाइदिन्छ, सबै कुरा खान सक्छ। हामी ब्याक हटेको, हामीले नबुझेको होइन, हाम्रो भविष्यवाणी छ। यो शान्ति समाजकै कास्कीकै जिल्ला अधिवेशन हुने भन्ने सन्दर्भमा 36 वटा जिल्ला शाखाको लागि एउटा पेपर बनाइएको थियो।
त्यो पेपर पछि स्थगन भयो यहाँको, तर 6 जिल्लाले पहिल्यै गरिसकेका थिए। त्यो पेपरमा प्रष्ट उल्लेख छ नि, के उल्लेख छ भने एउटा मान्छेको मृत्यु हुने बेलामा भएपछि डाक्टरले पोस्टमार्टमको कारण के लेख्छ, वृद्ध अवस्थामा भन्दा मल्टिपल अर्गान फेलियर भनेर लेख्छ। कार्यपालिकाको फेलियर, व्यवस्थापिकाको फेलियर, जुडिसरीको फेलियर, नागरिक समाजको फेलियर, मिडियाको फेलियर। हामी मिडियाको बारेमा कुनै पुनरावलोकन गरेको, मलाई त नेगेटिभ छाप्नुहुन्छ भन्ने डर छैन। मैले काश्मीर साथीहरूलाई भने होइन, तर म काठमाडौँमा त ठुलो मिडिया हाउसको के देख्छु भने हामीले एनसेल पत्रकारिता गऱ्यौँ, हामीले कम्पनीको पत्रकारिता गऱ्यौँ, नागरिक स्तरबाट हाम्रा पहुँचहरू चाहिँ कड्दै गयो। भने यो मल्टिपल अर्गान फेलियरको अवस्थामा चाहिँ सामान्य चुनाव मात्रै गराएर समस्याको समाधान सम्भव छैन। त्यसकारण प्याकेजमा यी सबै समस्याहरूको सम्बोधन गर्न एउटा राष्ट्रिय सहमति आवश्यक छ। त्यसको नेतृत्व जेनजीहरूले नै गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै निर्वाचनमा चाहिँ जानै पर्छ। निर्वाचनमा गएपछि संविधान संशोधनको एजेन्डामा अहिले हामी, मैले आफ्ना कुरा पनि किन राखेँ भने अहिले हामी संविधान संशोधनको एजेन्डामा अल्बलियौँ भने एकपटक जनताले बनाएको संविधान फेल भयो भनेपछि नेपालमा कुनै पनि संविधान अब लागू हुँदैन। त्यसले गरौँ, संविधानमा संशोधन